ब्याक टु द भ्लग होइन मेरो यो चाहिँ अब अस्तिदेखि हामीले यहाँनिर झन्डै 1 महिना जस्तो भइसक्यो च्याब्रुङ नाच्न सिकाएको अनि आज चाहिँ लास्ट दिन समापन दिन रहेको छ त्यसकै लागि हामी यहाँनिर सबैजना बहिनीहरू सानसानो बहिनीहरू उपस्थित हुनुहुन्छ सेवा र अहिले चाहिँ हामी चाहिँ अहिले ब्याकग्राउन्ड स्टेजमा छौँ होइन हामी फिल्डमा जानु लागेको अब अरू त के भन्नु होइन अब नाच्दा नाच्दै अब के अरे फोटो हुन्छ तर अब यो बहिनीहरूले जिस्काउँदैछ होइन त्यही अस्ति 1 महिना जस्तो भइसकेको थियो आज चाहिँ अन्तिम दिन हो मैले त्यो भिडियोहरू चाहिँ बनाएको थिएँ तर पोस्ट चाहिँ गरेको थिइनँ त्यसकै लागि के भन्नु ए अब यस्तो होइन ल ठिक छ र त्यस्तै गरी हाम्रो अर्को ठुलो दादा आउँदै हुनुहुन्छ हाम्रो जितेन दादा कहाँ हो यस्तो दाइ घाममा के भन्नु त दाइ हाम्रो सर्ट भ्लगमा सेवारो आङ्गा छजुङचङबाङ लिम्बू आङ्गा हिम ठो धनकुटा छत्तर पार्टी एन्ड हाल चाहिँ थाहा थिएन म आएको चाहिँ म 45 दिनको हुँदा लिएर आएका त्यहाँ खजुम र रेणुका खेवाले गर्मी खुवाउनु ल ठिक छ त्यस्तो अब मेरो चाहिँ जन्म थलो त इटरी नै हो तर मेरो पुर्खाउने घर चाहिँ 5 थर हो जन्मेर 3 चोटि मात्रै पुगेको छु मलाई लिम्बू भाषा बोल्नु चाहिँ आउँदैन यिनीहरूलाई अब क्लास दिनु पर्ला जस्तो छ यो क्यामेरा अगाडि भएकोलाई खिचिदिने हाँस्नु होइन बोल्नु हुँदैन भन्ने अरू चेलीहरू उतापट्टि छ है ल ओइ त मेरो त्यहाँनिर कुर्सीमा केही छ केही छैन ल अब अरूहरूलाई पनि चिनाइन्छु म तपाईँलाई त्यस्तै गरी हामी चाहिँ भित्र अर्को बहिनीहरू हुन्छ यहाँनिर ए अब यस्तै छ अब सानसानोहरू पनि छैन र अर्को यहाँ त्यस्तै छ हाम्रो बहिनीहरू अनुहार लुकाएर बसिराख्नु भएको तर केही छैन बाल होइन ए भाइलाई त कस्तो तिमीलाई त समुद्रको लुटाएर जस्तो देखिरहेको ल त्यस्तै हिँड्छ दाइ अर्को हाम्रो केटाहरू छ यहाँनिर ढोल बसेको के अरे च्याब्रुङमा चस्मा लगाएर स्मार्ट भएर आइरहेको छ हाम्रो सानो नानी पनि हुन्छ लिम्बूहरू होइन उत्तराखण्ड हाम्रो यता बोजू पनि हुनुहुन्छ अनि बोजू पनि गर्मीमा लडिराख्नु भएको छ सबै अब एकैचोटि तपाईँहरूलाई नाच्दै गरेको म तपाईँलाई